हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि सबैजना लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। अनि यो भिडियो अन्तिमसम्म पनि हेर्न नबिर्सिनु होला। पहिला कति धेरैले हेर्नुहुन्थ्यो, आजकल चाहिँ भ्यू के भन्दाखेरि सब्स्क्राइब गरेको कति गरेकोले नि फेरि अनसब्स्क्राइब गरिदिनुहुन्छ यार। छ्या अति क्या। अनि म चाहिँ अब खेतमा जान लाग्यो। किन भन्दा जौँ हो कि गहुँ, यही दुइटामा एउटा हो। यही काट्न जान लाग्यो। हिजो मम्मी र मगाएको थिएँ भने हिजो चाहिँ रात परेर छोडेको छ थोरै, त्यो मेट्न जान लाग्यो। लास्टै गर्मी भयो, घाम एकदम चर्को लाग्यो। अनि छिटो आऊ आमा बल्ल खाएर आइखिन्। म चाहिँ अब एकछिनमा खेतमा जान्छु, त्यो पनि भिडियो बनाउँछु, केही छैन। अनि यहाँ फुलको यस्तो रमाइलो हुन्छ नि, फुल रोइसक्यो। फेरि राख्नुपर्छ अनि है। यहाँ हिजो मम्मीले गाली गर्दै मैले यहाँ खनेर माटो पनि यसरी चिसो हुन्छ नि त, यहाँ चिसो भएको एकदम। अनि के गर्नु त अनि अब भन। अनि जे छ त्यसमै रमाउनुपर्छ भने जस्तो हो क्या यो भनेको। जसरी भए पनि चिसो गराउनु त अनि चक्लेट। राम्रै सिन बाटो अप्ठ्यारो छ। माटो त्यही नि यो उस हुन्छ नि, यो माटो र स्याउला अनि चिप्लिन्छ, राम्रै सिर्नुपर्छ। ऊ धन्नै भनेपछि आजबाट इक्जाम भ्याइयो। म चाहिँ खेतमा आइसकेँ। यस्तो झ्याउलाउने आयो, पुरै मरेको। अझ छोड्न नि नमिल्ने, काट्न नि नमिल्ने, के होला यस्तो। छि यस्तो घाम चर्कियो कति धेरै। यो घाममा मैले कति बेला भ्याएर जाने होला, धेरै त होइन तर हिजो भ्याउँथ्यौँ होला। हामीले रात परिहाल्यो अनि त्यही भएर छोडेर गएको। अहिले यस्तो घाममा एक्लै परेँ। म यो काट्छु अनि भेटौँ ल। यहाँदेखि वहाँसम्म काटेँ, अब यति। अनि त्यो टुप्पो छ। यो घाम त हल्का शीतल फर्किने नाम नै लिँदैन। गर्मीले मर्न लाग्यो, पानी पनि ल्याएन, यस्तो खरो भयो। कति बज्यो खासमा टाइम? 12 बजे चाहिँ। यो 12 बजेको यो चर्को घामले मलाई आज घर पुग्न दिएला त। लास्टै गर्मी दे। कस्तो राम्रो हुन्थ्यो। यो काटेर अझ यो मुठा पार्न हो। यस्तो गर्मी छ नि, पारेको डाँडा नि केही नि देखिन्न क्या यो घामले गर्दाखेरि। यो धुलो धुवाले राम्रोसँग घाम नि सफा घाम, सफा मौसम नै छैन। यो भ्याएर घर जान त कति 1 बज्ने होला, 11:30 बजे है। कति बजे यति आधा घन्टा बज्यो यति काट्दा। अझ यो हात पुरै झुर्किएर यो हातभित्र घुसेर यसका उसहरू यस्तो के अरे यो पातहरू कस्तो तिखो कोपेको यो पातले। यस्तो घाम चर्केछ, टाउकै दुखो घामले। पानी ल्याउन पनि बिर्सेर यस्तो घुमाइरहेको खार लाएर यस्तो झ्याउलाउने छ यो। अझ सिधा भएको भए काट्नु पनि नजान्थ्यो। यस्तो पुरै झुर्केर हातभरि गढेर कति धेरै धगाउने काम हो। यस्तो झ्याउलाउने पुरै बिजेर पुरै हातभरि। घाम आजै शीतल नि जलेन, हावा नि राम्रो। एक्लै काम गर्नु खोज्छु ढाका लाग्यो यस्तो घाममा। अब त्यही त कोही आएन खेतमा मान्छे, एक्लै किसान दिँदै सबैले घाम भयो। फाइनल्ली बल्ल बल्ल सकेँ। यसो टाउको घाँटी सुकेर कस्तो लास्टै भयो, तिर्खाल्यो, टाउको पनि दुखो। यस्तो घाममा त पानी नलिकन हिँड्नु त मेरै गल्ती हो नि त।
भारी पनि हालिसके बाँधेर मुठा ए अब त्यहाँ त्यो के अरे त्यो गहुँ बाँकी छ अझ काट्न अलि पाके छैन त्यो त अब चाहिँ उही धन्नु डोको नपल्टेकै पल्ट्यो भए त मलाई फेरि डबल दुःख हुन्थ्यो अब चाहिँ घर जान्छु लास्टै घर गरम पानी खानुपर्छ सबैजना लाइक सेयर कमेन्ट गर्नु भने नबिर्सिनु होला अनि अरू त केही छैन यहाँ माथि डुलरले खनेर माथि यस्तो बाटो यहाँ माथिबाट बगेको भर्नेर जति बाटो गरायो नि यस्तो अप्ठ्यारो यहाँ तल लुट्यो नि हामी भारी त यहाँ बस्न नि धेरै डरै लाग्छ ढुङ्गा उल्टिन्छन् यस्तो अप्ठ्यारो बाटो हो कसरी पो जाने यहाँ बग्छ क्या अझ स्याउला खसेर है चिप्लो बाटे म चाहिँ अब घरै गएर भेट्छु कस्तो राम्रो हरियाली देख्यो हिजो ल्याएको त्यहाँ हाल्दै मैले ठटाइसक्नु मजा कस्तो टक्ले ढुवा पानी नखाएर यस्तो के मौसम होला नि यस्तो टाउको धुला जस्तो घाम यस्तो जग्गा घामै लाउन सक्दो रहेछ है अझ खान्छु न कस्तो बट्यो खर भएर पानी लानै बिर्सेछु क्या म यहाँ जुङ्गा पनि जुङ्गा म त स्वर्ग पुगेको हो एउटा कपाल झरेर भर्खर बढाएर पुरै छिराले छरिन्छन् पुरै अब सुता उठाउनु घर आएपछि बल्ल हावा लाख खेतमा छन् एकचोटि नि हावा लान के अरे 12:30 बजेको घामले मलाई मार खेतबाट आएर सुतेको दिनभरि निदाइ थियो अनि उठेर पानीपुरी बनाएँ भ्याइसँग लगायो अनि यहाँ चाहिँ पानी पतिना लसुनको पात एकदम मिठो हदर देख्दैछु भने पानीपुरी खान लाग्यो स्ट्रबेरी पाएको छ ठुलो फुडेको मिठो रहेछ एउटा यसको त आँखाले थिएन क्या आँखा ल्याएर काटेर खानु पर्ने को गएको ओ आयो नि आह पुरै धुलोको यो उभा छ म्याउ आऊ सुरी ऐका हालिदिनु हुन्थ्यो के रे यहाँ मम्मी जाने अर्को आऊ
उता खेताउनु त छनै छ होला त डाँडा छैन आउनु भोलि जानु मतलब यहाँ उठाएर सल्लाह कहाँ लाउने पानी आउँछ कि आशी छ भने यस्तो रात अँधेरो भइसक्यो हामी ऊ खोलामा त्यो मम्मीकोमा फुलमा पानी हाल्ने